यो महिना चाहिँ बसेर घुमेर खाएर नै बिताइयो भन्दा पनि आज हिजोसम्म चाहिँ आज 17 तारिक फर्स्ट डे काम भएर चाहिँ हामी कामपट्टि गएको साथीको गाडी बिग्रेर चाहिँ यसरी खोलाइ हुँदैछ। यो चाहिँ अहिले बेल्टले यो फिल्टर खोलाइ हुँदैछ र लोकेसन कहाँनिर भन्नुहुन्छ भने चाहिँ यो मलबासे भिएलडब्लु अफिसको अगाडि। र अब यहाँ हुनुहुन्छ फिटर 3-4 हजार लिन्थ्यो यहाँनिर चाहिँ। हामीले यो फिल्टर खोलेर पनि त्यसमा मेनलाइन पाइपबाट चाहिँ तेल तानेर चाहिँ फिल्टर भरेर लगायौँ र पनि नहुँदा चाहिँ हामीले भित्र यसको 6वटा नजल हुन्छ, 6वटै नजल खोलेर ढिला गरेर अनि पम्पमा चाहिँ त्यो पम्पको नट बल्टु 10 नम्बर नट बल्टु ढिला गरेर चाहिँ पम्पको हावा फ्यालेर त्यहाँबाट तेल पनि जब तेल निक्लिन्जेल चाहिँ फ्याल्नु पर्यो। त्यो गरेर चाहिँ हामीले ट्राई गर्दैछौँ। र यही हामी चाहिँ के हो भनेदेखि हेर्नुहोस् है, एउटा 2टा 3टा 4टा गाडी यसरी चाहिँ बसिरहेको छ। यसरी बिग्रिँदाखेरि चाहिँ अब हामी चाहिँ सबैलाई सपोर्ट गरिहाल्छौँ। हाम्रो चाहिँ युनिटी यस्तै हुन्छ सधैँभरि नै बाटोमा गाडी बिग्रिँदा। अब यतिमा नयाँ गुरुजीहरू हुनु भने चाहिँ फेरि नसक्ने, पुरानो गुरुजीमा चाहिँ यति चाहिँ फरक छ र यो चाहिँ कुराहरू चाहिँ अब नयाँ गुरुजीहरूले चाहिँ सिक्नु पर्यो होइन। अनि अब चाहिँ हामी देखाउँदैछौँ कि यो एउटा नट बल्टु छ, यो 10 नम्बर नट बल्टु चाहिँ यहाँ 3टा पम्पको भित्रमा चाहिँ त्यो एरो लागेको चाहिँ हौ त्यो गरेर साथीहरूले हेरिन्जेल मात्रै गाडी बाहिरबाट हेरिन्जेल मात्रै यस्तो सुकै सुविधा देख्छ कि, तर यो गाडी बिग्रेको बेला चाहिँ दुःख यति हुन्छ कि भोकै भोकै बस्नुपर्छ। हाम्रो साथी त्यहाँ कालै धुस्रो र फुस्रो भएको देख्नु भयो नि होइन, दुःख चाहिँ त्यहाँसम्म हुन्छ। यति दुःख हुन्छ कि हेर्दा मात्रै सुख हो साथीहरूलाई। फाइनली अहिले चाहिँ गाडी स्टार्ट भयो है, सक्सेस भयो। हामीले चाहिँ 3जना साथीहरू मिलेर चाहिँ यसलाई सक्सेस बनायौँ, स्टार्ट भयो। अब साथीहरू उकालो जान्छ, म चाहिँ ओह्रालो जान्छु। यो चाहिँ अशोक लेल्यान्ड BS4 गाडीबाट चाहिँ कुद्दै हावा एयरले तेल हुँदा पनि लिँदाखेरि चाहिँ यस्तो प्रब्लम भएको। अगर कसैको पनि एयर लिँदाखेरि चाहिँ यो कसै न कसैलाई भिडियोले काम लाग्छ।